नमस्कार है साथीहरू। नेपालमा आफू बाँच्यो भने के देख्न पाइन्छ भन्थे नि, हो रहेछ। बेइज्जत हुनु पनि एउटा सीमा हुन्छ नि त, हैन? यो आँखा रहुन्जेल, यो सास रहुन्जेल, यो जीवन रहुन्जेल बाँच्न पर्छ। के देख्न पाइन्छ, के देख्न पाइन्छ। हेर्नुहोस् त, हिजो माइतीघरमा कुटाकुट, लुछालुछ एउटा सानो भिडियो क्लिप देखाउँछु। यस्तो पनि गर्ने हो त सार्वजनिक ठाउँमा गएर, हैन? अब पीडित भनिएको मान्छे, अब पीडित भनिएको मान्छेलाई हानिएको छ, पीडित भनेको मान्छे पनि हान्या छ, ठोक्या छ, हैन? बाँच्न मात्रै पाउनुपर्छ, यो आँखा देख्न मात्रै पाउनुपर्छ के हुन्छ। हेर हरिबिजक। अब आइन्दा दिनहरूमा, अन्यथा दिनहरूमा हाम्रा सन्ततिहरू, हाम्रा पछाडिका नानी बाबुहरूले चाहिँ यस्तो भोग्न नपरोस् है, यस्तो देख्न नपरोस्। बालन सरकारलाई भनेको मतलब सरकार छ, यो सरकारले अब राम्रो गरोस्। हामीले त दुःख पायौँ, हाम्रा बाआमाले त दुःख पाए। अब हाम्रा पछाडिका सन्ततिहरूले पनि दुःख नपाउन्, यही अपेक्षा, यही कामना छ।